पहिलो योन्नाको पुस्तक 4:19 मा यस्तो लेखिएको छ कि हामी प्रेम गर्दछौँ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यो वचनलाई हेर्दै गर्दा हामी सोचौँ कि मैले के गरेको छु त्यो आधारमा मैले परमेश्वरलाई प्रेम गर्दैछु भन्ने हामी गलत गरिरहेका छौँ। किनकि परमेश्वरले के गर्नुभएको छ हाम्रो निम्ति भन्ने कुरालाई हामीले बिर्सियौँ भने हामीले गरेको कामको आधारमा गरेको कारणले गर्दा हामीमा घमण्ड आउन सक्छ। तर परमेश्वरले हाम्रो निम्ति के गर्नुभयो भन्ने कुरालाई हामीले सधैँभरि पहिलो स्थानमा राख्यौँ भने हामीले एउटाले अर्कोलाई प्रेम गर्न सक्छौँ र परमेश्वरलाई पनि हामीले प्रेम गर्न सक्छौँ। किनकि यो कुरा सत्य हो कि परमेश्वरले पहिला हामीलाई प्रेम गर्नुभयो अनि आफ्नो पुत्र हाम्रो निम्ति दिनुभयो। अनि यस कारणले गर्दा जब हामी यो कुरालाई बुझ्छौँ, हामीले अरूलाई प्रेम गर्न, हामीले परमेश्वरलाई प्रेम गर्न धेरै सजिलो पर्छ। तर जब हामीले गरेको कामको आधारमा, हाम्रो धार्मिकताको आधारमा हामी सोच्न थाल्छौँ भने हामीमा घमण्ड आउन सक्छ। तर हामीले पहिला कुरा यो सोच्नुपर्छ कि प्रभु तपाईँले मलाई पहिला प्रेम गर्नुभयो, त्यसपछि मैले तपाईँको प्रेमलाई बुझेँ, यसकारण म तपाईँलाई प्रेम गर्दछु। यो कुरालाई हामीले बुझेर हामी अगाडि बढ्छौँ भने हामी प्रभुलाई प्रेम गर्न सक्छौँ। हामी हाम्रो वरपर भएका व्यक्तिहरूलाई प्रेम गर्न सक्छौँ। किनकि परमेश्वरले तपाईँ र मेरो निम्ति गर्नुभएको जब क्षमालाई हामी बुझ्छौँ भने हामी अरूलाई क्षमा गर्न सक्छौँ। परमेश्वरले तपाईँ र मलाई गर्नुभएको प्रेमलाई हामी बुझ्छौँ भने हामी अरूलाई प्रेम गर्न सक्छौँ। यस कारणले गर्दा तपाईँ र मेरो धर्म कर्मले होइन, तर परमेश्वरले तपाईँ र मलाई क्षमा गर्नुभयो, परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुभयो, यसकारण हामी उहाँलाई प्रेम गर्छौँ। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्।